सम्पूर्णमा नमस्कार। म अहिले ठ्याक्कै यो कैलाली जिल्लाको यता लालपुर को यहाँ बढ्या पनि भन्छन् यो ठाउँलाई। यो ठाउँमा छु है। मैले यहाँ यो देखाउनुको कारण चाहिँ यो 7-8 वर्ष अगाडि चाहिँ तपाईको यो ठाउँ एकदमै यहाँ सडक थिएन, अनि त्यसपछि यो बस्ती थिएन, 1-2 घरहरू मात्रै थिए। यो हाम्रो जनमानसमा के छ भने यहाँ नेपालमा केही भएन, विकासै भएको छैन, नेताले लुटे, केही पनि भएको छैन भन्नेलाई म यो सामान्य एउटा इक्जाम्पल। हेर्नुहोस् त यो बाटो, यो गाउँ हाइवे भन्दा भित्रपट्टि यो बाटोहरू, यहाँको अवस्था हेर्नुहोस् त, यति राम्रो बाटो छ। यहाँ मात्र होइन, त्यो अझ पछाडि पनि यत्रो फराकिला बाटा छन्। अझ म अगाडि देखाउँला तपाईलाई है। यहाँ अर्कोतिर यहाँ हेर्न सक्नुहुन्छ, गाउँमा स्कुल मजाले बोर्डिङ स्कुल यहाँ यसरी गाउँमै छन्। यो अर्को कुरा, यो आजभन्दा लगभग 15 वर्ष अगाडि चाहिँ यो यस्ता घरहरू चाहिँ यहाँ एकदम राम्रो, यहाँका चाहिँ एकदम स्तरीय घर, पक्की घर भनेर भनिन्थ्यो भने अहिले तपाईको घरहरू चाहिँ लगभग गाउँमा 2 तलाकै छन्, प्राय 1 तला 2 तलाका पक्की घर। अरू कुरा मजाले यहाँ एउटा टावर पनि देखिन्छ है। यो नेपाल टेलिकमको इएनसेलको हो। यसरी तपाईको यो मैले सुट गर्दाखेरि चाहिँ ठ्याक्कै कुन महिनाको भन्दा कार्तिक, आज 2082 साल कार्तिक 5 गते, भोलि तिहारको 1 दिन अगाडि। यो चाहिँ हाम्रो पुरानो मोडेलका घरहरू, हाम्रो यहाँको बसोबास चाहिँ थारू समुदायको र पहाडी सबै समुदायका यहाँ घरहरू छन्। यसरी यहाँ एउटा बहिनीले फुल ल्याउँदैछिन् है। पिपलको रुख पनि रहेछ है। ठ्याक्कै यहाँनिर एउटा चोक जस्तो रहेछ, यो चौरा जस्तो, तर बाटो चाहिँ पुरै यहाँ हेर्न सक्नुहुन्छ है, पुरै पिच छ बाटो चाहिँ। यहाँदेखि ठ्याक्कै यहाँबाट कहाँ निस्किन्छ भन्दाखेरि यहाँबाट गेटा अहिले मेडिकल कलेज पनि बनेको छ, त्यहाँ आँखा अस्पताल पनि छ, देशकै ठुलो आँखा अस्पताल छ एउटा। अनि त्यही मेडिकल कलेज पनि छ, लगभग यहाँबाट 6-7 किलोमिटर पनि नहोला छ। यहाँबाट धनगढी चाहिँ तपाईँको 15 किलोमिटर जति धनगढी छ। सुदूरपश्चिमको यो राजधानी पनि हो, अहिलेको सुदूरपश्चिम प्रदेशको राजधानी। अब प्रस्तावित त गोदावरी छ, त्यो हुँदाखेरि पनि यो चाहिँ अहिले अस्थायी राजधानी भए पनि सम्भवतः धनगढी नै पर्मानेन्ट हुन्छ होला। अब यस्तो यहाँनिर टावर मजाको छ, देख्न सक्नुहुन्छ है। यस्तो छ अवस्था है। म हिँड्दै गइरहेको छु यहाँबाट, ठ्याक्कै यो साइडमा मेरो घर चाहिँ त्यो उतापट्टि त्यता पर्छ भने यो धनगढी चाहिँ यो साइडमा चाहिँ धनगढी यतातिर पर्छ है।
मैले यो के सन्देश दिन खोजेको भने वास्तवमा विदेश पलायन हुने अवस्था यहाँ सामान्य एउटा जागिर गरेर पनि अथवा केही व्यवसाय यत्रो जग्गाहरू यहाँ प्लटिङ खाली छ, एउटा 20-30 हजारको लागि चाहिँ विदेशै जानुपर्ने अवस्था हो त भन्ने प्रश्न एउटा। अर्को चाहिँ केही छैन देशमा, भएकै छैन। पहिला राजाको पालामै सब राम्रो थियो, अहिले अवस्था यस्तो छ, अहिले सबै बिग्रियो भत्कियो भन्ने जुन छ एउटा सामान्य इक्जाम्पल, यहाँको मात्र होइन देशभरिको कुरा हो। हुनाले चाहिँ तपाईँलाई म अर्को यो भित्रतिर म जाँदैछु है। अनि भित्रपट्टि चाहिँ तपाईँको के छ भने घर हेर्नुहोस् त, तपाईँ गाउँमा पनि 3 यत्र घरहरू छन् कि यो बाटो हो। साँझको बेला छ, यो लगभग कति बजे भन्दाखेरि 6 बज्यो। मेरो हिँड्ने क्रम चाहिँ जारी छ। खास गरी एउटा इक्जाम्पल गाउँमा विकास कतिको भएको छ भन्ने हिसाबले यहाँ एउटा स्थलगत रूपमा एउटा स्याम्पल रूपमा देखाइरहेको छु है। आएको छ होइन, यसलाई चाहिँ हामीले प्रचार गर्न सकेनौँ कि हामीले अनुभूति त गरे भए पनि अब हाम्रो मानसपटलमा त्यो व्यवहारमा देखिएन। त्यो भए हुनाले हामी सबै मिलेर जुन अहिले परिवर्तन हुँदैछ यसलाई चाहिँ पोजिटिभ रूपमा दिएर पर्याप्त छैन भन्ने हामी अरू देशको कम्पेयरमा हेरेर भन्न चाहिँ सक्छौँ। तर नेपालकै परिदृश्यमा जुन हिसाबले भएको छ यसलाई पोजिटिभ नै मान्नुपर्छ। हेर्नुहोस् है, यहाँ अर्को इक्जाम्पल एउटा ठ्याक्कै यहाँ तपाईँको के भन्दै म आजलाई यो क्लिप चाहिँ यति नै राखेँ। मैले परिचय दिनुपर्दा म चुडामणि भण्डारी, CM भण्डारी है। मेरो च्यानललाई सब्सक्राइब गर्न सक्नुहुन्छ अथवा लाइक गर्न सक्नुहुन्छ। यति भन्दै धन्यवाद है।